उसको कालो पिस्ते के तेरो हेलो गाइस प्लिज स्क्रिनमा डबल ट्याप ट्याप गरिदिनु होला वेलकम उहाँ टु चाहिँ आवर मेरो लाइभ दिदी उता हेर्न राम दाइले के भन्नु आज त नयाँ नयाँ मान्छे देख्छु नि लाइभमा अरे हो आज दिदी आउनु भएको छ हजुर म बिस्नाको लाइभमा आएको छु के छ दाइको खबर के हो खाली कपाल मात्रै मिलाउँछौ त अरे मेरो बानी नै परेको यस्तो कपाल मिलाउने त्यस्तो गरिदिइराख्नुपर्छ उसलाई फेरि बेला बेलामा किन हो र सुत्ने बेलामा पनि यस्तो राम्री भएर सुत्नुहुन्छ हो हजुरहरू अरे हो हामी राम्री नै प्रकृति भएर बहिनीले के हो भन्दै हुनुहुन्छ हैन हो हामी राम्री नै भएर सुत्छौँ कि सुत्ने बेलामा यस्तो हल्का स्किन केयर गर्छौँ क्या हामी उता हेर्न सुभाष दाइले के भन्नुभएको छ अर्को केटी चाहिँ कति राम्री हो अरे हो लास्टै राम्री हुनुहुन्छ हाम्रो दिदी धेरै राम्री को यो धुर्मुस भन्ने धुर्मुस कति राम्रो पछाडि ब्याकग्राउन्ड अरे थ्याङ्क यू सो मच हाम्रो ब्याकग्राउन्ड एकदम राम्रो छ पर्सनल घर हो त आफ्नै घर हो हाम्रो यो के हो त्यो बहिनीको आँखामा के हो त्यो कालो कालो ए यो मलाई लगाउन होइन त्यसैले यसरी लगाएको कि त्यो गाजल हो क्या गाजल हो के हो सबिना बहिनी त पुरै पानीमा रुजेको जस्तो कपाल बनाउनु भएको त अरे अघि रुजेर आएको नि पानीमा रुजे होइन क्या मैले तेल लगाएको हो तेल लगाएको कपाल तेल लगाएको कपाल हो पानीमा रुजेको होइन तिमीहरू राति सुत्नु पर्दैन रे थ्याङ्क यू रोज फालिदिनु भयो त कसले हो थ्याङ्क यू सो मच प्रदीप दाई अर्को बहिनी कति लजाको रे हाम्रो दिदी राम्री